यो चलचित्रमा हेर्नको लागि आमन्त्रण सुझाव दिनु समस्तको लागि म धन्यवाद दिन चाहन्छु। सबभन्दा पहिला यो चाहिँ मधेस आन्दोलनमा केन्द्रित रहेर बनाएको चलचित्र हो र त्यहाँको समाजमा प्रहरी प्रशासनबाट राज्यबाट खास गरी भइरहेको विभेदलाई चित्रित गरेको छ र हामीले कस्तो एउटा भाषा सिर्जना भएको छ भन्दाखेरि मधेस आन्दोलनमा दमन भयो, त्यत्तिकै हल्ला उठ्यो होइन, त्यस्तो खालको भाषा थियो। त्यसलाई चिर्नको लागि पनि सफल होला जस्तो लाग्छ मलाई। र हामीले जस्तै यसमा चाहिँ जुन एउटा कहानी दर्शाइएको छ त्यसमै आधारित रहेर कुरा गर्दा पनि जस्तै हामीले भनौँ न टिकापुर घटनाको धेरै आवाजहरू छ र बेथरी काण्डको आवाज हुँदै जान्छ। 4 वर्षको चन्दन पटेलको हत्या प्रहरीद्वारा गरिएको छ, त्यसको कुरा हुँदैन। महोत्तरीको दमनको कुरा उठ्छ, तर अरू दर्जनौँ दर्जन मधेसीहरूलाई कसरी निर्ममतापूर्वक मारियो, तिनीहरूले कसरी न्याय पाएनन् भन्ने कुरा कहिले पनि अहिले नै भनौँ न टिकापुर घटनाको लाल आयोगको प्रतिवेदन किन सार्ने गरियो चलचित्रमा पनि देखाइएको छैन। उहाँको एउटा समाचार समेत प्रकाशित गरिँदैन होइन। त्यो ठुल्ठुलो विषय र रङको आधारमा, भाषाको आधारमा होइन, क्षेत्रको आधारमा जुन किसिमको भेद हाम्रो समाजमा अझै व्याप्त छ त्यसलाई समाप्त पार्न हामी सबै क्षेत्रबाट लाग्नुपर्छ। त्यसमा चाहिँ यो चलचित्रको पनि मलाई लाग्छ ठुलो योगदान रहनेछ। त्यो चेतना फैलाउनका लागि पनि यो चलचित्रको योगदान। आन्दोलनको आवरणमा भएको एउटा अनुसन्धानको विषयमा फिल्म केन्द्रित छ होइन, यसमा चाहिँ मधेस रिलेट गर्न सक्नु भएको छ कि छैन निर्देशकले? मलाई लाग्छ एकदम रिलेट गर्नुपर्छ, किनभने यहाँ चाहिँ विभेद भएकै भनेको रङको आधारमा गरिएको छ। यहाँ चाहिँ फरक समुदायको मान्छेलाई विभेद गरिएको देखाइएको छ। त्यही भएर उहाँले एकदम रिलेटेबल कन्टेन्ट छ जस्तो लाग्छ। जस्तो त्यहाँनिर एउटा अपहरणको घटनालाई चाहिँ आन्दोलनको आवरणसँग जोडिएको छ, त्यसले चाहिँ अलिक सेन्सेसनल बनाइएको छ। त्यो कुरा चाहिँ अलिक बढ्ता भयो जस्तो लाग्छ, लाग्दैन तपाईँलाई? यो चलचित्र हो हेर्नुहोस् होइन, अलिकति अब के छ भने यहाँ चाहिँ स्टोरी क्रिएट गर्नुपर्ने हुन्छ। त्यो भएर पनि अब मलाई लाग्दैन कि अब अपहरणै भएको त पक्कै पनि छ, त्यो बेला अलिकति केही विरोध पनि हुनसक्ला। यस्तो त भएको थिएन, तपाईँहरूले किन देखाउनु भयो भनेर पनि भन्छ। चलचित्र यसमा इमेजिनेसन ब्याकग्राउन्ड चाहिँ मधेसको आन्दोलनको मधेसमा विभेद हो, त्यसमा कस्तो खालको होइन गति लिन्छ। जस्तो केपी ओलीले 72 भदौ 23मा चाहिँ एउटा भाषण गर्नुभएको थियो। त्यति बेला उहाँले एउटा भाषण गर्नुभएको थियो, मधेस केही दलका नेताहरू लक्षित गर्दै उहाँले भन्नुभएको थियो हाम्रो समाजमा 2-3वटा आँप झऱ्यो भन्दैन, आँप त झरेरै सिद्धियो भनिन्छ, तर झरेर सिद्धियो हुँदैन, त्यो झरेर मन नपराएको मात्र हो भन्नुभएको थियो। त्यही क्लिप चाहिँ निर्देशकले फिल्ममा राख्नु भएको सुरुमा अलिक क्लिप थियो, सुन्दाखेरि क्लिप छैन। त्यो चाहिँ सेन्सर बोर्डले पनि हटायो र के भयो भन्दाखेरि प्रधानमन्त्री भन्ने शब्द पनि यो फिल्ममा उच्चारण गर्न दिएको छ। यसलाई चाहिँ कसरी देख्नुहुन्छ? अब एउटा अहिले चाहिँ अब हामीका लोकतन्त्र भए तापनि पक्कै पनि यहाँ अलिकति ठुला पार्टीहरूबाट ठुला पार्टीहरू पनि बढिदिनुपर्छ। त्यही आडमा चाहिँ अलिकति लोकतान्त्रिक अधिकारहरूको हनन गर्ने काम पटक पटक भइरहेको छ। जुन उदाहरणको कुरा गर्नुपर्दा चाहिँ आन्दोलनभित्रमा आएको संवेदनशील इन्सेन्सिटिभ स्टेटमेन्ट यति बेला यो आफ्नै देशको नागरिक मारिँदाखेरि त्यसलाई आफूसँग भएमा सरासर यो चाहिँ संवेदनहीनता मानवता त्यसले त अब हामीले पनि आन्दोलनको एउटा प्रमुख एजेन्डाकै रूपमा त्यसलाई विरोध गरेका थियौँ। त्यसलाई चाहिँ चलचित्रमा सेन्सर गर्नु कुनै ठुलो बहादुरी ठिक गर्न जस्तो त्यो यो सरकार गर्नु हुँदैन। तर इतिहासमा त्यसै पनि दर्ज हुन्छ नि, त्यो त रियल फुटेजमा दर्ज हुन्छ। यो चलचित्रमा के कुरा तर डकुमेन्ट्रीमा दर्ज हुन्छ, अनि सर्वत्र पाइन्छ, सर्वत्र पाइन्छ, सिनेमामा देखाउन पाइन्छ। त्यो झन् विडम्बना पब्लिक डोमेनमा भएको त्यो प्रधानमन्त्रीको अथवा अहिले प्रधानमन्त्री हुन्छ उहाँको स्टेटमेन्टमा चाहिँ फिल्ममा राखेको कारणले सेन्सर भने चाहिँ तपाईँले कसरी बुझ्नुहुन्छ? यो अभ्यास यो गर्नै हुँदैन थियो, जुन कुरा अलरेडी पब्लिक डोमेनमा त्यसले झन् गर्नु हुँदैन थियो र यो चाहिँ गरेर झन् लोकतन्त्र छैन सबै कुरामा पुष्टि नै गरेको सिनेमामा एउटा मधेसको महिला इन्सपेक्टरको डायलग बोल्नुहुन्छ, मधेसीहरूको डिफिकल्टी तपाईँलाई के थाहा देखिन्छ। अब हामी त अब त्यही विभेद सधैँ भोगेको मान्छे, हामी त अब के भन्नु त्योभन्दा कति गुणा सैकौँ गुणा भोगेकै मान्छे। तर जुन भएका मान्छेले अझै पनि भुल दिँदै र
अझै काठमाडौँका केही मान्छेहरूले अझै पनि सुनि दिँदैनन् कि यो उपत्यका बाहिर पनि नेपाल छ, उनीहरूले कस्तो पीडा भोग्छन्, उनीहरू यहीँ आउँदाखेरि बसमा कस्तो विभेद भोग्छन्, कुनै सरकारी कार्यालय जाँदै कस्तो विभेद भोग्छन्। तपाईँहरू पत्रकारिता क्षेत्रमै नै आउँदाखेरि सुरुमा अलिकति लफज आउँथ्यो होइन, टोन आउँथ्यो, त्यो टोनालिटीले गर्दाखेरि कसैलाई कामै नदिने काम पनि हुन्थ्यो। त्यस्तो खालको विभेदहरू त जुनसुकै क्षेत्रमा पहिले हुनु पर्थ्यो, त्यो चाहिँ अरू क्षेत्रका यी देशका अरू क्षेत्रका नागरिकहरूले बुझ्न सहज गर्छ जस्तो मलाई लाग्छ। यो फिल्मले यो फिल्मले भेनिस फिल्म फेस्टिभलमा स्ट्यान्डिङ अभिएसन पायो, विश्वको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा फिल्म पुग्यो, अहिले नेपालमा रिलिज भइरहेछ। तर जस्तो मधेसको कथामाथि चाहिँ त्यति यथार्थ कमै भन्छ, यसलाई चाहिँ समीक्षकहरूले पनि चाहिँ एउटा चाहिँ के अरे क्रान्ति नै दिइरहेछ होइन। तर पनि यो फिल्म चाहिँ मधेसले नै हेरिरहेको जस्तो पाइँदैन। जस्तो कि यो मधेसले किन नेपाली फिल्म हेर्न चाहिरहेको छैन, मधेसै एकदम हाम्रो अब यस्तो छ, उहाँहरू चाहिँ मधेसमा के एउटा विभेद भन्दा हामी पनि अब कुनै राष्ट्रिय पत्रिका पल्टाउँदैन यसमा हाम्रो समाचार आएको होला भन्ने पल्टाउनै छोडिसक्यो। हाम्रो पनि आशा नै हुँदैन कि यसमा पनि हाम्रो केही कथावस्तु होला, पत्रिकामा पनि हामी आशा गर्दैनौँ। त्यो आशा अलिकति मरेको हुन्छ। हामी कहाँ जस्तो किसिमको जस्तो खालको चलचित्र भन्दै गयो, जस्तो खालको एउटा स्टेरियोटाइपिङ हुँदै गयो, त्यसले गर्दाखेरि आशा नै मरेको हुनाले त्यो देखिएको होइन। यो त्यो आशा जगाउने काममा चाहिँ हाम्रो पनि दुःख पीडा, हाम्रो पनि भाष्य नेपाली चलचित्र क्षेत्रले बोल्दो रहेछ। अब त्यो चाहिँ स्थापित यो चलचित्र गर्छ भन्ने आशा हेर्नुपर्छ यो अडियन्सले। एकदम सबै अडियन्सले हेर्नै पर्ने चलचित्र हो। यसले चेतना पनि बढाउँछ, यो राष्ट्रिय एकता पनि मजबुत पार्छ। एउटा कुरा नि यो संविधानले मौलिक हकलाई, जुन बोल्न पाउने मौलिक हकलाई सुनिश्चित गरेको छ, तर फिल्म हलमा जाँदाखेरि स्वेच्छाले पैसा तिरेर जाने ठाउँ हो। त्यहाँ त्यति धेरै राजाभाजको सेन्सरको कुरालाई लिएर त्यति धेरै सेन्सर भएको छ। तर नेताहरूको भाषण सुन्ने हो भने चाहिँ हामीले पचाउन सकिँदैन। एक दुईवटा घटना पछिल्लो हप्ताको घटना मात्रै प्रचण्डको भाषण सुन्नुभयो होला, त्यसभन्दा 2 हप्ता अगाडिको त्यो फिल्मको भाषण सुन्नलाई थाहा छँदैछ। नेतृत्वमा रहेका मान्छे अथवा चाहिँ नेताले जे पनि बोल्न पाउने, तर सृजनशीलतामा किन यति धेरै निर्मल राज्य? अब यस्तो कमी कमजोरीहरू धेरै देखिएको हुनाले उनीहरूमा राज्य सरकार चलाउनेहरूमा धेरै कमी कमजोरीहरू देखिएको हुनाले उनीहरू चाहिँ डराएर अलिकति छुट दियो भने धेरै हामीमाथि धेरै आक्रमण हुन थाल्छ कि हामीले बदनाम गर्ने खालको चलचित्रहरू आउन थाल्छन् कि त्यो चाहिँ एउटा मिडिया वार जस्तो स्वरूप ग्रहण गर्ने हो कि भनेर डराएर चाहिँ सेन्सर गर्नु पुरै जस्तो आज राष्ट्रसभाको सांसदले चाहिँ सेन्सरको विषयमा आवाज उठाउनु भयो। तपाईँले भन्नुभयो मधेसलाई यति सुन्दर ढङ्गले यो फिल्मले चाहिँ मधेसको मुद्दालाई उजागर गरेको छ भन्नुभएको छ। तपाईँहरू पनि यो सेन्सरको विषयमा के बोल्नुहुन्छ? अब हामी बोल्छौँ, मलाई खासै जानकारी चाहिँ थिएन कुरा। यो सेन्सरसिपको बारेमा के जानकारी थियो, यही मुभीको हो भनेर मलाई थाहा थियो। अब जानकारी भयो, त्यसको विषयमा हामी सेन्सरको पनि आभारी छौँ। हस्, धन्यवाद। धन्यवाद।